हेलो साथीहरू सबैजनालाई नमस्ते छ मेरो युट्युब च्यानलको साथीहरूलाई। साथीहरू म चाहिँ भने अहिले रेडी भइसकेको छु लखरा जानको लागि अनि स्कुटी बनाउनको लागि जानु पर्दैछु। अनि म आज के रे कता कता जान्छु के गर्छु हो त्यो भिडियोहरू बनाउँछु, हेर्दिनु होला है सबैजनाले। चस्मा लगाएर जानुपर्छ नि त, नभए त खत्तम हुन्छ। कालो चस्मा लगायो भने पक्लक्क ढल्छ केटो धरङ धरङ। ल साथीहरू म चाहिँ भने रेडी भएको अनि जाँदैछु, हेरिदिनु होला मेरो भिडियो। जो जसलाई मनपर्छ लाइक गरिदिनु, कमेन्ट गरिदिनु, सेयर अनि सब्सक्राइब पनि गरिदिनु होला साथीहरू। यो साग चाहिँ फुपूको लागि लानु आँटेको, फुपूको लागि एक झोला जरासँगै हाल्दै बगाएर सुकेर हेर्न उहाँ नदी सुकेर बाटोमा कति मान्छे यो गोबर लागेको छ क्या। यो बादमा नयाँ गरिदिन्छु पुरा। कब तपाईँले पात्नु भएको यसको हेर केही हुँदैन रहेछ नि। करङ मात्रै रहेछ त भित्र त, रबर जस्तै रहेछ। खपेटा सपेटा लाउँदा गमेटाको जस्तो सबै निकालेर मेरो स्कुटीको हालत यस्तो छ है। खुट्टा यहाँ राख्छु स्कुटीको जग्गा यो मेन इन्जिन चाहिँ अरे यो चेन्ज गर्ने अब नि त हेर मेरो सामान त स्कुटीको बन्डु खत्तम मेरो स्कुटी। ल साथी म चाहिँ घर पनि आइपुगेँ, घर पनि आएर अहिले सास पनि परिसक्यो। अनि स्कुटी चाहिँ भने बिहिबारको दिन बोलाएको छ, बिहिबारको दिन बोलाएको छ, भोलि सामानहरू ल्याएर बनाइदिन्छ अरे, लाग्छ भनेको छ 2 दिन बनाउनुको लागि। आज चाहिँ भने एकै दिनमा 3वटा गाडी चढियो। पहिलामा चाहिँ टमटम, त्यहाँबाट ठुलो बसमा, त्यहाँबाट अनि घरको गाडी, 3वटा गाडीमा चढ्यो। धेरै दिनपछि गाडीमा चढियो साथीहरू, एकै दिनमा 3वटा। अनि अहिले चाहिँ म घर आएर कपडाहरू उठाइदिएको रहेछ, सफा कपडा सबै धोएको थियौँ नि त हिजो, आज सुकाएको थिएन, आज सुकाएको थिएँ। अनि आज चाहिँ पनि अब चाहिँ भने कपडाहरू मिलाउँछु। ल है साथीहरू आजको भिडियो चाहिँ यतिमै एन्ड गरेँ। सबैले मेरो भिडियोहरू हेरिदिनु होला, कसलाई मनपर्छ लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला साथीहरू। सबैले सपोर्ट गरिदिनु होला है।